मैले जे भन्छु त्यो भन्नु होला। यहाँहरु सबैजनालाई रेडी हो? ल म आफ्नो नाम भन्नु होला। फिल्मको पवित्र माटो छोएर यो देशको पवित्र माटो छोएर यो देशको माटोलाई साक्षी राखेर यो देशलाई यो माटोलाई वचन दिन्छु कि श्रम संस्कृति पार्टीको विधानलाई पालना गर्दै श्रमदानको महाअभियानमा लाग्दै यो देशको स्वाधीनता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा पनि सदैव तत्पर रहनेछु। आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा स्वाभिमानी देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु, लाग्नेछु, लागिरहनेछु। प्रकृति, संस्कृति र प्रविधिको समुचित विकासले मात्र मानव संसार र जगतको रक्षा र उन्नति गर्न सकिन्छ। अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै देशको अभाव र गरिबीको अन्त्य गरी उत्पादन र निर्माण गर्न सकिन्छ, सुशासन फैलाउन सकिन्छ भन्ने दर्शन अर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमदानको महाअभियानमा निस्वार्थ भावले लागि पर्नेछु, लागिरहनेछु। म हुँ श्रमदाता, अलि साह्रो, म हुँ श्रमदाता। हेर्दिन म अरूको आश, हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलो सरी जोतिन्छु म, हलो सरी जोतिन्छु म मेरै देशको माटोमा। आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, अझै साह्रो वास्ता गर्नु छैन मैले। कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले। कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ, ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने? म हुँ श्रमदाता। जय देश, जय फिदिम, जय पास्थर, जय नेपाल, जय स्वाभिमान, जय श्रमदान। यहाँहरु सबैजनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यहाँहरु टीका लाउन चाहनुहुन्छ भने, फोटो खिच्न चाहनुहुन्छ भने यहाँ आउनु होला, म त्यहाँ आउँछु र त्यहाँ गोलो बनाइदिनु होला। धरानबाट आउने साथीहरुलाई थाहा छ त्यो कस्तो काम हो भन्ने है। यहाँहरु सबैको जय होस्, जय देश, नमस्कार।